सबैजनालाई नमस्ते है। स्वागत छ मेरो च्यानलमा। वेलकम ब्याक टु माई युट्युब च्यानल। गुड मर्निङ सबैजनालाई। अहिले शुभ बिहानको चाहिँ कति पछि भने 6:16 भएछ होइन। र आज पनि आप्पाले बनाउनुहुन्छ अरे होइन। अन्त आप्पाको काम छ अरे, त्यहाँनिर बनाउनुहुन्छ अरे। म चाहिँ अन्त अब आसैको काम चाहिँ आजदेखि होइन, आजदेखि अन्त भोलिसम्म सक्छु। अनि त्यहाँनिर काम सघाउनु जानुपर्छ होइन। अन्त तपाईँहरूले माफ गरिदिनुहोस्। अनि म चाहिँ भ्लग बनाउनु त आएको छुइनँ होइन। मतलब भ्लग बनाउनु अब उयो भएको छैन, फ्री नै भएको छैन। अनि त्यही भएर चाहिँ आप्पाले बनाउनुहुन्छ अरे है। चाहिँ मामा चिया खान आइपुग्नु भएछ। अन्त आमा सब्जी पकाउनु हुँदो रहेछ हो। अन्त सबैजनालाई मबाट त आप्पा गोठमा जानु नि अब। नमस्ते, गुड मर्निङ फ्याबुलो खामरिमो सेवारो जोजोला फ्याबुलो सबैजना टाँसिटीले। हेलो दर्शक श्रोताहरू, तपाईँहरू आजको दिनमा चाहिँ एकदमै शुभ दिन रहोस् तपाईँहरूको हो। यात्राहरू छ भने तपाईँहरूको शुभ यात्रा होस्। र त्यति भन्दै म भगवानको आशीर्वाद माग्छु कि मेरो पनि आज दिनभरिको शुभ दिन रहोस्। एकदम तपाईँहरूको लागि पनि एकदमै शुभ आशीर्वाद रहोस् हो। अभिज्ञ कता गएको? अन्त खोइ त केस पनि कोरेन छ अभिज्ञले। ठिकै हो है। घाँस काट्नु गएको मान्छे बिचरा डोको बगेको छ। नहेरेको हेर्नु रिस उठेछ। ल ल ओके। अब घर गएर खानासाना खाएर त्यता एकछिन काम छ। अन्त अब घाँस पनि लगाइसकेको। आज म बारीमा सायद आउँदिनँ होला, बेलुका थोरै दानासाना पकाउनु मात्रै आउँछु। घरमै कामहरू छ हो। तपाईँहरूलाई यो एकरो यही भिडियोहरू यही कन्टेन्टहरू देखाउनु तपाईँहरूलाई वाक्कै भइसक्यो होला। तर तपाईँहरूले दुःख नमानिकन हेरिदिनु होला। यस्तै हो गाउँ बस्तीको के अरे कन्टेन्ट। यसरी नै अब यस्तै बनाउनु पऱ्यो। के गर्नु र अब अरू जग्गा जानु पनि अब गाई बस्तु छोडेर जानु भएन हो। त्यसले गर्दाखेरि चाहिँ अब यस्तै भिडियोहरू तपाईँहरूको अगाडि प्रस्तुत गर्छु हो। यस्तै रोटी पोल्नुको लागि अब रेडी। अनि अब रोटी पोलेर तल सुत्दाइको लागि। अन्त आज यहाँ पोल्यो, तल जग्गा छैन रहेछ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो चाङहरूले यहाँनिर पोल्ने अरे, यहाँ पोल्दैछ। अन्त अब पोल्न आँटेको है। अब चाहिँ पिठो पनि कुट्दैछ हो। यता चन्दनले अहिले भर्खर आएको यो हो, यसले कुट्दैछ। अब कुट्लु छिटो, तेरो यसो आम्सहरू देखा न हो। यो दिपले कुट्दैछ। अब सकेको होइन। त्यसो भएदेखि हाम्रो यहाँ सर चाहिँ अब बिचरा गलेर बस्यो हो होइन। कति खेप कुट्यो भन्दैन है तैँले? फर्स्ट टु लास्ट है। सारा गजबको मान्छे छ केटा, यो केटा एकदम सघाउनु ओर्नु हो। ल ल ल हामी अब रोटी पोलेर तल पुर्याइदिने सुताइमा हो। यहाँ दिदी बहिनी 3-4 जना, सबै समालबुङ 3 जना, 1 जना घिसबस्ती। अन्त यहाँ दिदी बहिनीले नै अब पोलिदिने अरे यहाँ के अरे तल सुत्दाइको लागि। लामा जेजे अस्ति खस्नु भएको थियो, त्यसकै सुत्दाइको लागि चाहिँ, त्यहाँकै सुत्दाइको लागि चाहिँ यहाँनिर यहाँ माथि रोड छेउमै हाम्रोमै पोल्ने। अनि अब त्यहाँबाट त्यहाँ तल पुर्याउने। अहिले भरे अब मसलाहरू यहाँ लगाउनु हुँदैछ चामलले हो। यहाँ अपेक्षाको आमिनहरू, माइली आमिन, साइली आमिन, कान्छी आसु सबै दिदीबहिनी भएर यहाँनिर समालबुङबाट आएर पनि यहाँनिर रोटीहरू पोल्नु सघाइराखेको छ।
चाहिँ के हो यो चाहिँ रोटीको लागि चिनी खारेको हो रोटी पोलेर सक्नु आँटेछ उहाँ 1 स्टेपको आमा पनि एकदमै खटिरहनु भएको छ हो एकदम रोटी पोले सकियो अर्जिनल अर्ग्यानिक अरे अर्जिनल त खानुपर्छ घाउ कत्रो लागिरहेछ अर्जिनल पानी खटिरहनु भएको छ यहाँ पनि मजाले पोलिसक्नु आँट्नु भएको रहेछ 2 कार्टुन लग्यो अब यति छ अब अब सक्यो सक्नु आँटेको रहेछ हो छिट्टै छ त्यहाँबाट आउँदै जाउँ त्यहाँदेखि तल जानुपर्छ हामी आज चाहिँ म चाहिँ छिट्टै गएँ हो 3 बजी अन्त छिट्टै हिँडेँ अब आज तल जानै पर्ने आज हिजोदेखि सुरु काम लामा बाजेको त्यसले गर्दाखेरि चाहिँ अब त्यहाँनिर गएर एकछिन अब बसिदिन्छु फेरि अब साह्रै हुन्छ होला त्यसो भने अब हामी त ज्वाइँचेला मान्छे त्यसले गर्दाखेरि चाहिँ अब एकछिन घर पुगिराखेर दुध तताइराखेर अब जान्छु झन्डै 11-12 बज्छ लामाले कामहरू त्यहाँनिर दाज्याङमा कामहरू गर्दा त्यसले गर्दा चाहिँ अलिअलि आजको मौसम दामी छ होइन अन्त आजको भिडियो चाहिँ यति नै देखाउन चाहन्छु तपाईँहरू सबैजनालाई होइन अन्त अहिले आएको म चाहिँ अहिले बेलुकाको कति बजी भने अहिले 3:13 भएछ होइन अहिले भर्खर तलबाट काम सघाएर आएको म चाहिँ होइन अन्त अब काम सघाइदिनु पऱ्यो होइन अब फेरि पनि जाने अहिले बेलुका फेरि पनि जानुपर्छ अनि त्यही भएर चाहिँ म तपाईँलाई भ्लग उपस्थित गर्नै पाउँदैन मेरो होइन अन्त आपाले गरिदिनुहुन्छ है अन्त आजको भ्लग कस्तो भयो तपाईँहरू सबैजनाले कमेन्ट गरिदिनुहोस् बाई बाई सबैजनालाई र आजको भिडियो चाहिँ यति नै देखाउन चाहन्छु होइन अन्त त्यही भएर चाहिँ माफ गरिदिनुहोस् सबैजनाले होइन अन्त अब अर्को भिडियोमा भेटौँ सबैजनालाई बाई बाई थ्याङ्क यू फर वाचिङ